नेपाल कम्युनिस्ट पार्टी नेकपा पाखे गो सचिवालय बैठक चना 3 नम्बर प्रदेश चाहिँ बागमती प्रदेश नामाकरण या चाहिँ निर्देशन जो निर्देशन प्रति जिमेको ध्यान कसम जो दो अलोकतान्त्रिक विधि जगह मोहो असंवैधानिक न ख छादाले नेपाली संविधान धारा 295 कथ धाव खसा गुण प्रदेश यो चाहिँ नामाकरण या अधिकार चाहिँ प्रदेश सभा त बियाटहरू कि यचुके प्रदेश सभा यो 2/3 बहुमत प्रदेश यो नामाकरण या जग्गा चाहिँ चोयाटहरू तर प्रदेश सभा यो गु अधिकार ख वो अधिकार यो त चाहिँ कम्युनिस्ट पार्टी हस्तक्षेप याना का थठया अठया रगा चाहिँ छौ निर्देशन बि कथ उज जारी याउदु गुगी चाहिँ 3 नम्बर प्रदेश यो ना बागमती प्रदेश रगा चाहिँ तालो वास्तवमा चाहिँ प्रदेश सभा जुने ठो प्रक्रिया न प्रारम्भ जुया अनु चाहिँ सोङ्गु प्रस्ताव चाहिँ दर्ता जुया चोदु छौ नेवा तामसालिङ नेउ चाहिँ नेपाल मण्डल अलि मेउ गौरी शङ्कर प्रदेश तका सोङ्गु चाहिँ अनि दर्ता जुया चोदु तर नेकपा चुकी न टकन व्यवस्था याना प्रदेश सभा चाहिँ प्रक्रिया प्रारम्भ जी झुङ्गो खैट लोबङ्का चुकी त चाहिँ हस्तक्षेप जुई कथा भाइ आदेश जारी वेकअपिसा चाहिँ पार्टी सरकार चलायो ख एजुनी चाहिँ झिमसा ठो जारी यानो गान गन गन धाउ यान्जिउ दो तर वास्तव पार्टी सरकार चलायो चाहिँ माको एउटा फसी मोह पार्टी सरकार चलायो खस उकिउ लागि छौ निश्चित प्रक्रिया त दै अहिले पार्टी होइन छौ राजकीय पार्टी यो ढाँचा अर्थात् सरकारी पार्टी हिसाबमा चाहिँ गुण ज्याजुइ मुयो पार्टीले हरदम ह्याब्ल्या छुजीमा ल राजनीतिक ढङ्ग चले जुइमा वा चाहिँ छौ समाज यो अग्रगतिको लागि चले जुइमा तर उक्त मयासे प्रदेश यो न पार्टी दैनी सा मलाई केन्द्र चाहिँ सङ्घ यो पार्टी नपछि स्वाफु तया सङ्घीय संरचना यो सन्दर्भ निर्णय या तर प्रदेश यो ज्यादैला चाहिँ प्रदेश समिति यही सङ्घीय व्यवस्था केन्द्रीय क्षेत्राधिकार केन्द्रलाई मलाई सङ्घीय संरचना त सङ्घीय सम्पूर्ण चुनाव यही ख तर प्रादेशिक संरचना त प्रदेश यही ख नि नेकपा युनलाई 3 नम्बर प्रदेश नु तर 3 नम्बर प्रदेश न बाइपास न वेकअप इन अब सल टकै मयासे केन्द्र चाहिँ सारा स्वयं खसल ठो एकात्मकतावादी चिन्तन जुन महेन्द्र पठे चाहिँ नेपाल कम्युनिस्ट पार्टी नेकपा जानु जुन एजुया झिसो ठिकमा खसुरहरूले थन चाहिँ बिस्तार हान निगइए पुनरावृत्ति या त छौ प्रतिगामी दृष्टिकोण त न्हने हया चुन्छौ अवस्था झिसो खङ्के एजुया ठो बागमती प्रदेश नामाकरण का खसन वे महेन्द्र पठे छौ उत्तराधिकारी थे चङ्ग मलाई खुसी नामे हिमालय नामे बा ठ्याठ्या नामे चाहिँ हिंसा प्रदेश नामाकरण या त सो आ पहिचान सहित त्यो सङ्घीय शासन व्यवस्था अनि नेवा राज्य स्थापना लागि उक्ने चाहिँ यहाँ 10+1 यो चाहिँ गो अवधारणा ख वो अनुसार वन त एको इनाप याना सुबा नम्बर प्रदेश या नामाकरण बागमती प्रदेश तयउडका नेकपा या पार्टी निर्णय याना ठ सांसदले त वे कथा या निर्देशन बिउ खबर चाहिँ वौडु वो तस्क चाहिँ अनुपयुक्त वो असंवैधानिक चाहिँ ज्याख छाडका ढाबले झिगु संविधान है प्रदेश या नामाकरण या जिम्मा प्रदेश सभा या त बियाटौडु प्रदेश सभा या 2/3 मत निर्णय या ख अजौ अवस्था प्रदेश सभा त निर्णय या के भविष्य पार्टी निर्णय याना छौ असंवैधानिक जायागुडु नापनाप छौ सम्पूर्ण नेवाट तामाङ त वो मेपी आदिवासी जनजातीय भावना या प्रतिकूल ख झी सक्सन सिगुए ख कि ठो 3 नम्बर प्रदेश थैगु नेवाटे आदिभूमि ख थो तामाङ ते आदिभूमि ख एजु जुन्ती थन इमु पहिचान झल्के जु किस्म ना वे माठा
बागमती प्रदेशका नाटया इमुगु भावना इटा चाहिँ चोट लाग्यो चाहिँ जायाउडो ख खाली ना छोया जको खमखो ठुके संगीत या सिद्धान्त या खनडु झिस नेपालले यक्को मनुटेस बलिदान बिहा संगीत हया संगीत झिस छा हयुरका ढाबले ठो देश छगु जको जाति या चाहिँ देश मखो ठो देश विभिन्न जात जाति भाषा भाषी पिनिको देश ख एजु जुन चाहिँ विभिन्न भाषा भाषी जात जात त्यो चाहिँ स्थिति झल्के जु किसिमो प्रदेश त चाहिँ डेमारका छिस त यो ख आठो बागमती प्रदेशका नाट्यो अर्थ वो नेवायो त तामाङ त दुटो प्रदेश या त इमुको जातीय चाहिँ पहिचान छल्के मजु किसिम चाहिँ हेट्यौँ ख ओके त्यो संघीय सिद्धान्तीय विपरीत ख ओके संघीय चा मजु पिस अनेक किसिमको चाहिँ षड्यन्त्र याना हान न चाहिँ संघीय व्यवस्था असफल लगा किन्यो र चाहिँ हान न एकात्मक चाहिँ सट्टा है उठो षड्यन्त्र मखोट गान चाहिँ षड्यन्त्र जिर गान चाहिँ शङ्कायामा चाहिँ अवस्था चाहिँ वो उडु ओके थो छौ चाहिँ नाय जो खमको संघीय चाहिँ टिके याउ कि मया चाहिँ सवाल खख संघीय सिद्धान्त र चाहिँ माने याउ कि मया खख सट्टा चोन्चोपसँग संघीय चाहिँ छो सिद्धान्त र पालन जो खनिमरो अझ गु चाहिँ सत्तासीन पार्टी ख इमसँग ठाडै चाहिँ ठो संघीय विरोधी जायाउडु ओके इमुको संघीय प्रति आस्था व निष्ठा चाहिँ सङ्कल्प जोडु र इमसँग चाहिँ प्रतिगमन याइरु शङ्कायामा अवस्था वौडु एजुन चाहिँ संघीय बचाउ खसा ठोक इस्यु या त ठोक मुद्दा र छौ नायजको मुद्दामाको संघीय रक्षा इस्युमा छ ठिकेमा वे कठा छ चाहिँ ठौ स चाहिँ ट्राफिकमा ओ स छ गनगन घुट्न घुट्न माल ओटै आउने फेकेमा जी रविन्द्र श्रेष्ठ जी नेवा राजनीतिक अभियान या संस्थापक नायक नेवा ग्वालीपुच समन्वय कमिटी या नायक ख जी छुरायो ढास चाहिँ मुख्य चाहिँ आठौँ गने बागमती प्रदेश नाटव्य विशेष क्या नेपाल कम्युनिस्ट पार्टी नेकपा न बागमती प्रदेश तेउ ढेउ ढङ्ग स्थायी कमिटी निर्णय याउ कठ वो वास्तवै संघीयता भावना अखलाउ थे जित्याका चुनाउ छ्या ढास चाहिँ नेपाल कम्युनिस्ट पार्टी न बहुमत बीटीआई बहुमत सरकार दु यी झोले ठो चाहिँ प्रदेश चाहिँ थियो त्यो निर्देशन बिउ गुल्तको प्याची दु वो प्याची मजुथे चुङ छ्यास चाहिँ 3 नम्बर प्रदेश चाहिँ प्रदेश सभा दु वो प्रदेश सभा न निर्णय यामाउ ख वो निर्णय यात न छुरास पार्टी न सिधा निर्णय सिधा चाहिँ आदेश बिबले छौ ठाडो चाहिँ निर्देशन बिबले जनता भावना चाहिँ अखलाला रह्यो जी त्याका चुनाउ छ्यासजी जी नेपाल कम्युनिस्ट पार्टी नेकपा महानगर सचिव हैसियत छुट्या रास चाहिँ ठो ज्या चाहिँ तत्काल नेपाल कम्युनिस्ट पार्टी नेकपा सरकार जी पार्टी इनाप्या सरकार इनाप्या थयो ज्या या मजु छ्यास चाहिँ संघीयता भावना मर्म अख ज्या या मजु छ्यास चाहिँ ठौकने झिस ठनयो पहिचाने आधारे चाहिँ नाट्य ज्यामा छ्यास चाहिँ ठन विगत टाक यी निश्चय चाहिँ ठनयो जनता माग छुरासे ठो प्रदेश ना नेवा प्रदेश ठुयु दायाँ बायाँ लाउ प्रदेश नाति तामसालिङ प्रदेश ढ्यामा ढ्या आन्दोलन टाको यी निश्चय आन्दोलन यान कारण याना आठो 3 नम्बर प्रदेश न्यू तामाङ प्रदेश न छड्या लाउडु नेवा प्रदेश न छड्या लाउडु एदुली ठो प्रदेश ना नेवा तामसालिङ टेमा रह्यो चाहिँ जिउ व्यक्तिगत धारणा न ख र पार्टी न जी वे ढङ्ग चाहिँ उजन बि सासा चाहिँ वो ढङ्ग याद ढास जग्गा नेपाली जनता भावना गठन चाहिँ ठोज्या हने भरिजु खण्डी एदुली जी नेपाल सरकार एत नेपाल कम्युनिस्ट पार्टी नेकपा एत ठो आबिउ चाहिँ निर्देशन तत्काल लिटोकया नेवा तामसालिङ प्रदेशका लागि कुटया निटजी नेपाल कम्युनिस्ट पार्टी नेकपा महानगर कमिटी सचिव नाता जिठो आग्रह विनम्र अनुरोध न या जनता भावना कथन ज्याए मजु छ्यादास चाहिँ ठो जिउ ऐतिहासिक तथ्यता आधारे सत्यता आधारे पहिचाने आधारे टाक यी निश्चय चाहिँ उत्पीडन व्याचु ठो जातीय डक्को उत्पीडन जातीय चाहिँ उत्पीडन मुक्त या आधार रह्यो छुरास चाहिँ संघीयता वो पहिचान ख यदि ठो पहिचाने जाति पहिचाने अख ज्यावन मजु रह्यो जिउ भनाइन ख अले मेउ छुरास ठौ नेवा एकता दिवस झोले चाहिँ डक्को नेवा टेट शुभकामना न त्यसा भिन्टुना त्यसा छार ठो नेवा त्यो महत्त्वपूर्ण एकता ख नेवा ठो चाहिँ 2066 सालमा झिस चाहिँ नेवा प्रदेश भंश खङ्का झिस चाहिँ डक्को चाहिँ नेवा प्रदेश हेमा नेवा प्रदेशका लागि जनता चाहिँ तरौँ आन्दोलन याउडु बलिदान याउडु 10 वर्ष जनयुद्ध याउडु झापा विद्रोह जुडु एदु कारण ठो नेवा एकता दिवस
ठाउँ सोया 10 वर्ष नेवा छिसं सुरुवात या नौदुली ठो नेवा एकटा दिवसले विभिन्न छरेजुपी नेवाट एकीकृत जुया ठो नेवाटे अधिकार ना पच छिसं ठो संघर्ष कठन ठो नेवा एकटा दिवस छिसं हनेमा उक्यो लागि ठो नेवा एकटा दिवस उपलक्ष्य यिन दको नेवाटे त ठन देश चोपी विभिन्न जात जाति बिन्द जी नेवा एकटा दिवस उपलक्ष्य शुभकामना नै देछ भिन्टुना नै देछ ठो नेवा एकटा दिवस चाहिँ दक्को नेपाली त भावनात्मक रूपमा एकता वो दक्को जात जातीय बीच एकता वो डाठे ढ्याउ खसा 4 जात 36 वर्णे फुलबारी देख्यो लागि झी नेवा त्यसो महत्त्वपूर्ण भूमिका मिटेमा रेउ जिन त्याका जनहरू एजुली ठोज्याले न झुठो नेवा एकटा दिवस सफलता थ्याङ्की रेउ जी भिन्टुना देछ उले ढ्या सुबा जोजोलोपा 3 नम्बर प्रदेशको नाम बागमती प्रदेश राख्न प्रदेश सरकार प्रमुखलाई निर्देशन दिएको कुरामा हामी नेवा समुदायको गम्भीर ध्यानाकर्षण भएको छ। नेवा समुदायको तर्फबाट विगतमा सङ्घीय शासनमा नेवा स्वायत्त राज्य स्थापनाको माग राखी आन्दोलन गर्दै आएको थियो। त्यसरी नै नेवा र तामाङ समुदायको इतिहास सभ्यता र बसोबासको थाप थलो समेटिएको 3 नम्बर प्रदेशको नाम नेवा तामसालित प्रदेश हुनुपर्ने भनी जनताले विविध चरणमा सङ्घर्ष र अभियान अगाडि बढाउँदै आइरहेको छ। साथै प्रदेश सभामा यस प्रदेशभित्र विकसित ऐतिहासिक सभ्यताको आधारमा नेवा तामसालिङ प्रदेश, नेपाल मण्डल प्रदेश लगायत विभिन्न नामहरू नामाङ्कनका लागि औपचारिक प्रस्तावको रूपमा दर्ता भएको छ। तर प्रदेश सभामा हुनुपर्ने बहस छलफललाई बलात् हस्तक्षेप गर्ने गरी पार्टीले जारी गरेको निर्देशन संहिताको मान्यता र लोकतान्त्रिक विधि प्रक्रियाको विपरीत काम हो। नेवा समुदायलाई आफ्नो आदि भूमिबाट विस्थापित गर्ने षड्यन्त्र हालसम्मको नेपाली राज्य सत्ताको मूल चरित्र रहिआएको छ। संघीय शासन व्यवस्था स्थापना पश्चात यसमा परिवर्तन आउने हाम्रो अपेक्षा थियो। तर प्रदेशको नाम बागमती राख्ने सोचले अझ पनि पहिचान विरोधी राज्य सत्तामा पुरानो मानसिकता हावी नै रहेको प्रमाणित गर्दछ। नेपाल कम्युनिस्ट पार्टी नेकपाले बागमती प्रदेश नाम राख्न दिएको निर्देशन तुरन्त फिर्ता लिन जोरदार अपिल गर्दछौँ र अन्यथा भएमा सिर्जना हुने असहज परिस्थितिप्रति पनि सचेत गराउँदछौँ। सरकारको आजसम्मको काम कारबाही आदिवासी जनजाति र नेवा समुदायको अपेक्षा र भावना अनुकूल रहेको छैन। दिनानुदिन नेवा समुदायलाई अधिकारविहीन गर्दै लाने, भूमिहीन बनाउँदै लाने र यहाँको सभ्यता र सम्पदा माथिको समुदायको निरन्तर स्वामित्व खोज्दै लाने षड्यन्त्रमूलक काम र योजनाको कडिकै रूपमा बागमती प्रदेश नामाङ्कनको प्रस्ताव आएको स्पष्ट छ। हामी सम्पूर्ण जनसमुदायमा सचेत रहन अपिल गर्दछौँ। साथै नेवा पहिचान र अधिकारको लागि हुने आन्दोलनमा सबैको एकीबद्धता र साथ समर्थन रहने विश्वास सहित अपिल गर्दछौँ।